ल आज बन्दीपुर आइयो फाइनल्ली गाइज। कस्तो लाग्यो तिमीले? साह्रै रमाइलो रमणीय ठाउँ। यहाँको वातावरण, यहाँको होटलहरू यति व्यवस्थित, यति स्ट्यान्डर्ड रहेछ नि, साह्रै राम्रो। ल तपाईँहरूलाई पनि देखाउन गइरहेको छु है। यो चाहिँ बन्दीपुरको बीच बजार। यति राम्रो, यति स्ट्यान्डर्ड होटलहरू, साह्रै राम्रो ठाउँ रहेछ। सबै रेस्टुरेन्ट होटलहरू यति सरसफाइमा यति स्ट्यान्डर्ड रहेछ नि। ल हामी चाहिँ बजार भिजिट गर्दैछौँ। यति राम्रो छ नि, यति सुन्दर। बन्दीपुर जाउँला, सँगै फोटो खिचौँला। क्यामेराले सेल्फी हानौला। बुङपुङ बुङपुङ। टिकटक चाहिँ हान्नु पर्ने हो यसमा। हामी आएको बेलामा यहाँ चाहिँ आज सुटिङ पनि हुन लागेको रहेछ। हिन्दी फिल्मको कुन चाहिँ फिल्म हो, सबै हिन्दी फिल्मको लागि सुटिङको लागि तयार गर्दै रहेछ। ल हामी ठिक्क बेला घुम्न आएछ। सुटिङहरू यति रमाइलो। आमा सुटिङको लागि है, यो चाहिँ सुटिङको लागि तयार हुँदै हिन्दी फिल्मको। ल सबै यो चाहिँ हिन्दी फिल्मको सुटिङको लागि रे सामान हो। यता कलर गर्दैछ, के गर्दैछ। आज त बजारै रिजर्भ गरेर रहेछ नि। अहिले बन्दीपुरमा चाहिँ एउटा यस्तो दामी गुम्बा बन्द रहेछ। त्यो गुम्बा आउने बाटो मर्मत हुँदो रहेछ। होटेलहरू यस्तो स्ट्यान्डर्ड। ओहो, ल हामी चाहिँ त्यो गुम्बा देखाउन जाँदैछौँ। ल अहिलेको नयाँ लेटेस्ट मोडलको गुम्बा यति दामी बनेको रहेछ। ल यो चाहिँ बन्दीपुर डाँडाबाट देखिने भ्यूहरू यति दामी दामी देखेछ नि। यता गोर्खाको, यता लमजुङको हेरेर उता साइड पोखरा पर्यो। पोखरा पर्यो। कमलको फुल जस्तो छ। यस्तो क्या नयाँ डिजाइनको बनाएर रहेछ त, लेटेस्ट डिजाइनको। यहाँ चाहिँ सबै पानी आउने जस्तो। ल साह्रै राम्रो गुम्बा, नयाँ डिजाइनको रहेछ।